कहाँ जानु आँटेको? आजको हाम्रो विशेषता भनेको क्राफ्ट माउन्टेन हाइकिङ ट्रेल 3.5 माइल छ क्या एकचोटिमा आएको तर हाम्रो काम चाहिँ फेरि आउने गरेर आएको फेरि कटेसी के हुन्छ अरे 40 कटेसी के हुन्छ अरे 40 भन्दा अगाडि फुल फिल्म सुटिङ हो होइन जस्तो सुटिङ गर्यो जस्तो एडिट गर्यो लाइभ मुभी जस्तै 40 सम्म हो क्या एडिट गर्ने तरिका जसरी गर्नु मन लाग्छ 40 पुगेपछि चाहिँ ठ्याक्कै फिल्म आउँछ क्या त्यो चाहिँ एकदम फाइनल बर्डीदेखि लिएर होइन फाइनल क्या एकदम फाइनलाइज गरिसकेको क्या त्यो एडिट गरेर गाह्रो छ त्यहाँ एकदम ल तेरो टिप्स चाहिँ के त अनि मेरो साथीले भनेअनुसार होइन उसको भनेअनुसार चाहिँ मान्छेले लेफ्ट गयो भने नि सर्वेसर भन्छु किन राइट आएको छु अथवा लेफ्ट जाने मान्छेले राइट किन गएन छु राइट त सर्वेसर हुन्छ भन्ने गर्छ होइन प्रायः होइन तर लेफ्ट जानेलाई लेफ्टको पीडा छ राइट जानेलाई राइटको पीडा छ क्या होइन जस्तै भन्नु खोजेको जिन्दगीमा यो आफूले भोगेको कुरा अरूले भएको छैन नि तर छ त मैले जतिको रमाइलो अरू गरेको छ र अर्को त त्यो एकदम रमाइलो मैले पनि गरेको छैन नि अथवा रमाइलो गर्दै नगर्ने मान्छे पनि छ नि त तिनीहरूलाई आफ्नो आफ्नै बाटो हो नि त उनीहरू आफ्नो पछाडि लिने भन्छ हो तर मलाई चाहिँ नि अब यङ जेनेरेसनहरूलाई चाहिँ के भन्छ भने सङ्गत गर्दाखेरि आफूभन्दा 10 years old फ्रेन्ड बनाउनु आफूभन्दा अलिकति क्षमतावान स्मार्ट मान्छेसँग कलिर उमेर भयो भने स्मार्ट मान्छेसँग सङ्गत गर्नु अथवा भनेन कि क्या आफूभन्दा 10 वर्ष त्यो उमेर अलिक पाएको मान्छेसँग दोस्ती बनाउनु अलिक पोजिटिभ थिङ्क भयो भने नि लाइफ चेन्ज यहाँदेखि लु त म कुदेर त्यो ढुङ्गा छु भन्दाखेरि त यहीँदेखि कुद्छस् कि त्यो छेउमा पुगेपछि कुद्छु भने यहाँ हिँड्नु त पर्यो दसैँ हिँड्नु त पर्यो तर ढुङ्गा छुनु पर्यो तर छुने तरिका फरक छ नि त यहाँबाट कुद्दै 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 गरेर ढुङ्गा छुन्छस् कि मतलब भन्छ यो यहाँदेखि कुद्दै 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 होइन छेउमा पुगेपछि हिँड्दै हिँड्दै गरेर ढुङ्गा छुन्छस् कि होइन यहाँबाट हिँड्दै हिँड्दै जान्छ स्टडी त्यहाँ पुगेर ढुङ्गा छुन्छस् स्टडी खालको हिँड्नु पर्यो नट टु फास्ट मेरो बुझाअनुसारले चाहिँ पहिला कुद्ने हो क्या पछाडि हिँड्ने
हुन्छ नि जुन केटा मान्छेको 35 उमेरमा चाहिँ आफ्नो क्यारियर बिल्डअप गर्न सक्नुपर्छ के बनिने कस्तो गर्ने 35 हो 35 छोरा मान्छेको म पुगेँ 35 छैन त होइन एकदम मैले भन्नु चाहिँ डिटर्मिनेसन लिएर काम गर्ने भने क्लियरिटी हुनु पर्यो आफ्नो क्लियर भिजन चाहिँ 35 उमेरमा चाहिँ यो चाहिँ म है दिस इज मी भन्छ नि एउटा त्यो भनेको चाहिँ एउटा आफ्नो यो क्यारियर हुन्छ नि त एउटा दिस इज मी भन्ने एउटा त्यो त आफू होइन नि त क्यारियर हो क्या त्यो दिस इज मी भन्ने हो चाहिँ 35 मा चाहिँ पत्ता लगाइसक्नुपर्छ मेरो कुरा पिल्छ छ यहाँ अलिकति होसियार गरेर हिँड्नु पर्ने भएर है पैसा न तपाईँ कति पर्सेन्ट डिप्रेसन छ होला छ कि छैन डिप्रेसन हाम्रो कम्युनिटीको कम्युनिटी 20 वर्षी यहाँ आउने मान्छेहरू नभएको नि 30 भयो क्या अहिले कम्तीको नि किनभने त्यो 20 वर्ष उहाँ बिताएको मान्छेलाई यहाँ सहज छैन नि त किन लाइफ अलरेडी उहाँको भएमा बितिसकेको हो नि त यसको यसमा कति प्रतिशत मान्छेलाई चाहिँ डिप्रेसन छ होला भनेर प्रायः सबैलाई हुन्छ हौ ह्याप्पी त जो मान्छे नि कमै हुन्छ हौ ह्याप्पी त नि जुनै मान्छे पनि कमै हुन्छ त्यसको लागि त मान्छे कुदिरहन्छ तर त्यो कहिले पनि पाउँदैन मरे पनि मरिसकेपछि मात्रै होला होइन तर मभन्दा अरू कहिले पाउँदैन त्यसकै लागि लडाइँ गर्छ नि त लाइफ त कहिले पाउँदैन त्यो बेला मिक्स जस्तो लाग्छ ह्याप्पिनेसै छैन हाथी भनेर भन्नै पर्दैन सुख दुःख साथमै हुन्छ नि तर त्यो के अरे त्यस्तो सोच आउने भनेको आफ्टर 20 हो त होइन त्यो अगाडि त्यो कुन खुसी कुन दुःख थाहा हुँदैन त उनीहरूलाई एकदम ब्रान्ड जिन्दगी इन्जोय द मोमेन्ट त्यही भएर चाहिँ हरेक कुरालाई डोन्ट टेक टु सिरियसली सिरियसली टेक नगर्ने अरे त्यो त्यो खुसी अब त्यो ह्याप्पिनेस एचिभ गर्ने भने होइन आई थिङ्क यु सुड रियलाइज क्या पहिला बेलामा बुद्धि पुऱ्याउनुपर्छ रियलाइज गर्नुपर्छ क्या बाटो दाँत हाल्छ नि अब अघि कुरा पिल्छ उम्रिँदैन डेन्टल महँगो छ तीन मास मात्रै हुन्छ 3 मास मात्रै हो 3 मास चाहिँ होला You think? वाउ कस्तो ठाउँमा आयो त एचिभ गर्नुपर्ने कुराहरू होइन एचिभ हुँदैन नि हो यस्तो मेरो तर एचिभ गर्नु छैन आई इन्जोय द मुमेन्ट भन्छ भने त्यसलाई चाहिँ त्यो कुरो फेरि हुँदैन नि सबै कुरामा एप्लिकेबल छैन सबै मान्छेले के अरे एचिभ द के अरे आई इन्जोय द मुमेन्ट कसैले पनि भन्दैन जस्तो लाग्छ मलाई भन्छ केहीको लागि दौडिहाल्छ क्या तपाईँ जसले पनि त्यहाँ रिजन हुनु पर्यो रिजन लाइफ इज द रिजन पर्पोज हुन्छ यु थिङ्क द्याट मान्छे पर्पोज हुनैपर्छ मान्छेलाई पर्पोज हुनुपर्छ त्यही त हो न पर्पोज नभएको त मान्छे कसरी सङ्घर्ष गर्छ त कामै गर्नु खोजिरहेको छ नि भोलि त्यो त हो होमलेस भएर बस्दा भयो के गराइरहेको छ यहाँ कागज खानु हुँदैन किन कागज यो कागी हो नि कराग होइन
प्रसाद एउटा उहाँबाट सजिलो जस्तो देखेँ मैले उहाँबाट सजिलो रहने यताबाट चाहिँ एउटा क्वेसन यो रकहरू छ नि यहाँको यो रकहरू पनि बुढै भइसकेको हो नि त होइन कहिलेदेखिको बुढो हामी अहिले 15 वर्ष चाहिँ भएको यो रकहरूले आफ्नो उमेर थाहा पाउनु भने के गर्थ्यो होला तैँले तेरो उमेर थाहा पायो यो रकहरूले यिनीहरूको उमेर थाहा पाउनु भने के गर्थ्यो होला यिनीहरूको उमेर त अभियसली पनि कति होला अब जस्ट एउटा ऱ्यान्डम गेस हजारौँ भयो नि यिनीहरूमा हिँड्न सक्छ रिकर्ड त हुँदैन होला के हुन्छ दे आर अब्जेक्ट ओके फाइनली अब हाम्रो यो के भन्छ यो अहिले हाइकिङको चाहिँ अन्तिममा आइपुग्यौँ अब यहाँदेखि पार्किङ लट छ गाडीमा कति लाग्यो टाइम तर रमाइलो हो टाढाबाट ओह्रालो गर्दाखेरि अब सम्म ठाउँ आएछ सो लाइफ गोज अन यसरी नै बाटो जिन्दगी यसरी नै चलिरहनेछ।